हो रुकुम पूर्वको सदरमुकाम। तराईबाट आउँदा दाङको लमही या अमिलियाबाट राप्ती राजमार्गले यहाँ ल्याइ पुर्याउँछ। त्यसो त बागलुङ हुँदै मध्य पहाडी लोकमार्गले यो स्थान जोड्दछ। हामी रुकुमकोटबाट बिहानै हिँड्यौं यो मध्य पहाडी लोकमार्ग हुँदै। हामी केही अघि काँक्री भन्ने स्थानबाट यो मार्ग छोड्नेछौँ। कच्ची सडकको लामो यात्रा तय गरी टक्सेरा भन्ने गाउँ हाम्रो गन्तव्य हुनेछ आजको। मध्य पहाडी लोकमार्ग राम्रो अवस्थामा छ। यता कालोपत्रे गरिएको सहज बाटो। निकै सुन्दर स्थान हुँदै यात्रा जारी छ। प्राय देब्रेतर्फको डाँडा फुस्रो छ, वनस्पति विहीन। दायाँतर्फको भने हरियाली वनस्पतिले भरिएको। यो डाँडाबाट एक तमासले झरिरहेको पानीले ध्यान खिच्यो। सायद लघु जलविद्युत योजनाको पानीको बहाव हो यो। कृत्रिम बहाव भए पनि कति सुन्दर देखिने, हेरिरहँ लाग्ने। माथिबाट झोलुङ्गे पुल गएको, सानो बालक हिँडिरहेको पुलबाट। रुकुमकोटबाट करिब 1 घण्टा अघि बढेपछि आइपुग्यो यो काँक्री भन्ने स्थान। सडक छेउमा चिया खाजा खाने पसलहरू भएको, केही घरहरू पनि देखिन्छन्। यहाँबाट टक्सेरा हुँदै मैकोट र अन्य गाउँहरू पुग्ने बाटो छुटिन्छ। बजार छेउ गाडीहरू रोकिएर बसेको देखिन्छन्। केही माथि डाँडामा भने ठुलो गाउँ देख्न सकिन्छ। रुकुमकोटबाट मध्य पहाडी लोकमार्ग हुँदै हुँदै यो काँक्री भन्ने स्थान आइसकेपछि यहाँबाट एउटा मार्ग चाहिँ देब्रेतर्फ जान्छ, यो टक्सेरा गाउँतर्फ। अब हामी चाहिँ पहिले यहाँबाट 5 किलोमिटर जति अझै अघि बढेर लुकाम भन्ने एउटा गाउँ पुग्छौँ। लुकुम एकदमै राम्रो गाउँ, सुन्दर गाउँ भएको अवस्था छ। अनि त्यहाँ फर्किएर चाहिँ हामी फेरि यहाँसम्म आएर यहाँबाट चाहिँ टकसेराको लागि अघि बढ्नेछौँ। काँक्री आएपछि थाहा पाइयो 5 किलोमिटर सहज बाटोमै पर्छ लुकुम भन्ने अर्को गाउँ। हामी पहिले लुकुम पुग्ने भयौँ, भरे फर्केर काँक्री नै आउनेछौँ। काँक्रीबाट 5 किलोमिटरमा भेटियो यो लुकुम लेखेको बोर्ड। गाउँ चाहिँ सडकबाट देखिएन, सायद माथिल्तिर होला गाउँ। सडकबाट केही उचाइमा माथिल्लोतर्फ बसेको रहेछ सुन्दर लुकुम बस्ती। पुराना प्रकारका सुन्दर घरहरू झुरुप्प बसेको। पूर्वी रुकुमको लुकुम गाउँ, जहाँ चाहिँ करिब 300-400 वटा घरधुरी अथवा घरहरूको संख्या भएको मगरहरूको संस्कृतिले सरोवर गाउँ। यो गाउँलाई चाहिँ हामी नेपालको एउटा झाँक्री नै झाँक्रीको गाउँ भनेर पनि बुझ्न सक्छौँ। अर्थात् कुनै गाउँ त्यसमा चाहिँ सबैभन्दा बेसी झाँक्री यदि हुन्छन् भने यही गाउँ नै हो। अब यहाँनिर झाँक्री नाच, झाँक्री नृत्य सँगसँगै चाहिँ बल पूजा र मगरसँग सम्बन्धित अन्य विभिन्न परम्परा संस्कृतिहरू चाहिँ भेटिन सक्छ। रुकुम पूर्वको भूमे गाउँपालिकामा पर्ने लुकुम गाउँ समुद्री सतहबाट करिब 2100 मिटरको उचाइमा अवस्थित। करिब 400-500 घरहरू एकै ठाउँमा झुरुप्प परि बसेको रुकुमको एउटा प्रख्यात मगर बस्ती हो लुकुम। मध्य पहाडी लोकमार्गमा नै पर्ने यो गाउँले सबै यात्रुहरूको ध्यान खिच्ने गर्छ। फ्रान्सकी मानवशास्त्री एनी डेले लामो समयसम्म यसै स्थानमा बसेर मगर जाति र तिनीहरूको पृथक संस्कृतिको विस्तृत अध्ययन गरेकी थिइन्। यसै पनि यहाँको परम्परा विशेष र रोचक रहेछ। लुकुम गाउँ झाँक्रीहरूको गाउँको रूपमा चिनिन्छ। साउने सङ्क्रान्तिमा यहाँ झाँक्रीहरूको मेला नै लाग्ने गर्छ। ठुलो सङ्ख्यामा झाँक्रीहरू धेरै दिनसम्म नाच्ने गर्छन्। यस स्थानमा असारको पहिलो साता धुमधामले भूमि पूजा गर्ने गरिन्छ। यो क्षेत्रको ठुलो चाड नै भूमे हो। यो लुकुम गाउँ रुकुमकोटबाट 26 किलोमिटर पूर्वमा पर्छ। त्यस्तै बागलुङको बुर्तिबाङबाट 62 किलोमिटरमै यहाँ आउन सकिन्छ। पोखरा नेपालको एक पर्यटकीय नगरी हो। पोखरा हुँदै हजारौंको संख्यामा पर्यटक मुस्ताङ पुग्ने गर्छन्।
बागलुङ छेउ म्याग्दी हुँदै उल्लेख्य पर्यटक हिँडे पनि यतातर्फको भेउ पाएका छैनन् पर्यटकले। यो पूर्वी रुकुम जिल्ला म्याग्दी र बागलुङसँग सीमा जोडिएको लगत्तै पश्चिममा पर्ने जिल्ला हो। बागलुङबाट आउने मध्यपाडी लोकमार्गले यो जोडिसकेको छ। दूरी त्यति टाढा पनि होइन। यदि पोखरा या मुस्ताङ जाने पर्यटक यता भित्राउन सके धेरै सम्भावना बोकेको छ यी स्थानले। यहाँको लुकुम गाउँ, टक्सेरा, रुकुमकोट र पूर्वी रुकुमका भ्रमणयोग्य धेरै स्थान पुग्न सकिन्छ। हामी लुकुमबाट फेरि काँक्री आयौँ 5 किलोमिटर फर्किएर। काँक्री गाउँ कट्ने बित्तिकै अगाडिबाट दुईटा बाटो फाट्छ। हामीले चाहिँ अब यहाँबाट यो जुन मुख्य मध्यपाडी पुष्पलाल लोकमार्ग छ यसलाई छोडेर हामी भित्र छिर्छौँ। तर अब यहाँ आएपछि के थाहा पाइयो भने यो सानो गाडी चाहिँ टक्सेरासम्म पुग्न अलिकति मुस्किल नै छ। अब माथि धुरीसम्म चाहिँ यो गाडी जाने रहेछ। त्यहाँबाट अब थाहा छैन, अहिले अब गाडी रिजर्भ भेटियो भने त्यसैमा लाने हाम्रो योजना रहेको। हामीले काँक्रीबाट मध्यपाडी लोकमार्ग छोड्यौँ। अब कच्ची सडकको यात्रा रहनेछ। सडक उकालो गएको छ। अप्ठ्यारो त्यति छैन अहिलेसम्म, तर केही क्षणपछि भने यो गाडी जान नसक्ने गरीको बाटो छ भन्ने बुझेका छौँ। ढेर ताछेर बनाइएको बाटो, गिटी छर्र सम्माइएको पनि छ। हामीले बाटोमा सडकको अवस्था बुझ्दै गयौँ। सानो गाडी टक्सेरासम्म नपुग्ने नै बुझियो। 4 व्हील गाडी या मोटरसाइकल चाहिँ सहजै जान सक्ने रहेछ। लक्ष्मी सर पारी डाँडातर्फ एकटक हेर्दै के चाहिँ गम्नु हुँदैछ उहाँले। पारी जङ्गलमा जङ्गलको बिचमा अलिकति खुल्ला ठाउँ छ। ठ्याक्कै भारतको नक्सा जस्तो बनिएको छ। जिउमा दाँतको ट्याटु आए जस्तो क्या ठ्याक्क साथले भारतकै नक्सा लगेर श्रीलङ्का छ। तल बाख्रा पाठा हुन्छ नि। हामी धुरी भन्ने स्थान पुग्यौँ। यस स्थानलाई रिका पनि भनिँदो रहेछ। भेडाहरू मजाले चरिरहेको दृश्य। भेडा चराउने दाजुहरू गफमा मग्न। लो अब यहाँभन्दा अगाडि जाँदैन अरे सरहरू गाडी जाँदैन रहेछ। त्यस्तो हावा चले सर यहाँ हिँड्ने हो। 4 घण्टा जति हिँड्दा त पुग्छ होला। होइन गाडी पर्खिनुपर्छ। हिँडेर त अब रातै पर्ला। फेरि बाटो गाडी आउँछ नभई अब कुनै विकल्प त केही होला। काँक्री गाउँबाट हामीलाई यो धुरी भन्ने स्थान आइपुग्नलाई करिब आधा 1 घण्टा लाग्यो। यो स्थानलाई चाहिँ रिका पनि भनिन्छ। धुरी भन्दा अलिकति अगाडि आयौँ हामी। रिकामा चाहिँ एउटा होटल भएको अवस्था भेटियो। अब यहाँबाट अगाडि चाहिँ हामीलाई यो सानो गाडी जान सक्दैन भन्ने बुझियो। अब यसको लागि चाहिँ हामीले गाडी रिजर्भ गर्नलाई अहिले कुनै पनि व्यवस्था छैन। अब यो रुटको गाडी आउनलाई चाहिँ केही समय लाग्ने बुझियो। त्यहाँ कुनै बुर्तिबाङ भन्ने ठाउँबाट आउने गाडी हामीले लगभग यहाँ 4 बजे चाहिँ भेटाउने भयौँ। त्यसैमा चाहिँ पब्लिक गाडीमा हामी यहाँबाट टक र सेरा गाउँ जाने प्रयास गर्नेछौँ। धुरीको होटलमा धेरै बेरसम्म गाडी पर्खियो, तर गाडी आएन। के गर्ने उपाय नै रहेन। खाने बस्ने छ है। बस्नेको कति हो सुतेको पैसा? सुते 200 300 छ। 300 छ एकजनाको कि रुमको? खाना बस्नु सबै हुन्छ 300। एउटा गाडी त आयो, तर चुनावमा खटिएको। त्यही गाडीमा चढेर हामीले केही बाटो कटाउने भयौँ। धेरै टाढा त नपुर्याउने रहेछ यसले। अर्को बाटो अर्कै गाउँ जाने रहेछ यो। जे होस् 1 घण्टा जतिको पैदल बाटो यसबाट कट्ने भइयो। धुरी या रिकासम्म उकालो चढेको हामी अब भने ओह्रालो झर्दैछौँ। तल क्युबाङ भन्ने गाउँ देखिँदैछ। यो गाडीले हामीलाई त्यहाँसम्म पुर्याउने रहेछ। त्यहाँबाट पैदलको विकल्प छैन। हेर्दा हेर्दै क्युबाङ गाउँ नजिक आइपुग्यो। सानो तर सुन्दर स्थानमा अवस्थित गाउँ। हामीलाई माथि धुरीबाट लगभग यहाँसम्म यो क्युबाङ भन्ने गाउँसम्म चाहिँ पुर्याएर गाडीले छोडेर अगाडि गयो। एकदमै धेरै हावा चलेको स्थान। यहाँ स्याउको खेतीहरू, स्याउ बगानहरू प्रशस्त देखिएको। अब फेरि हामीलाई यहाँबाट टक्सेर हिँडेर जाने भने चाहिँ 3-4 घण्टाको बाटो अझै बाँकी छ। अब हाम्रो विकल्प भनेको यहाँबाट एउटा गाडी पर्खिने, अनि त्यो गाडी कुनै आयो भने ट्र्याक्टरै इभन आइदियो भने पनि हामी त्यसमा चढेर चाहिँ टक्सेरा गाउँसम्म पुग्ने योजना छ। क्युबाङ सुनसान प्राय स्थान। गाउँलेहरू आफ्नो दिनचर्यामा व्यस्त।
क्युबाङ नजिकै स्याउबारी रहेछ। हेरौँ स्याउ खेतीको दृश्य। यो आरु हो कि स्याउ हो भाइ? स्याउ यो आरु हो, यताको स्याउ। ए आरु सँगसँगै स्याउ पनि पो रहेछ त, स्याउको पनि खेती रहेछ। ए हाम्रो चाहिँ यताको हाम्रो भाषामा चाहिँ पलम भनिन्छ। पलम हजुर पाम भन्ने पलम के हो? पलम त्यो आरु चाहिँ होइन त्यो? हो यो आरु हो, त्यो चाहिँ स्याउ हो। स्याउ आरु स्याउ अनि तल चाहिँ आलु फेरि आलु त्यही हो। स्याउ आरु र आलु एकै ठाउँमा निकै समय यतै बिताइयो। ट्र्याक्टर त देखियो, ट्र्याक्टरलाई हामीले लगिदिए त हुन्थ्यो, केही बाटो मात्रै भए पनि लगिदिए त। अगाडिसम्म थोरै लगिदिनु न, त्यहाँ बस्दा हुन्छ अगाडि। ट्र्याक्टर धेरै अघि आएन, करिब 1 किलोमिटर जति मात्र चढियो ट्र्याक्टर। अब फेरि हिँडाइ, अब चाहिँ केही नपाइने रहेछ फेरि। यो सडक सानो गाडीमा आउन हाल चाहिँ उपयुक्त छैन। ग्राउन्ड क्लियरेन्स धेरै भएको 4 व्हिल्ड या मोटरसाइकल त सहजै आउन सक्ने बाटो छ। यहाँ गाडी नपाउने समस्या पनि नहुने रहेछ। हामी चाहिँ चुनावको बखत परियो, सबै गाडी चुनावी दौडधुपले रिजर्भमा गएको, नत्र यहाँ रुटको गाडी समय समयमा पाइने रहेछ। काँक्री या रुकुमकोटबाट रिजर्भ गाडी ल्याउन पनि सकिने रहेछ। पर आमा केही खनिरहेको जस्तो देखिने। ढुङ्गा टिपेको हो या के हो बुझ्न सकिएन। रातो माटो निकाल्न खोज्नु भएको रहेछ उहाँले। घर लिप्ने कति लाग्ला टक्सेरा? अब 1 घन्टा ढिलो, हामी जस्तो हिँड्नेलाई चाहिँ 2 घन्टा। ए हस् हस् हस्। बारीको गाउँको मान्छे वारी आएको होला नि त जिन्दगीमा। के नआउने हिँड्ने बाटै हो यस्तो, तल भिरालो, तल भेरी, सानी भेरी। त हामी जानु पर्ने धेरै छ, आधी बाटो नै आइएको छैन हिँडेर। उहाँ भाइसँग हाम्रो भेट काँक्रीमा भयो। काठमाडौँबाट आफ्नो गाउँ फर्किनु भएको, गाडी नपाएर बसेको अवस्थामा भेट्यौँ। काँक्रीबाट धुरीसम्म हाम्रो सानो गाडीमा आउनुभयो। त्यसपछि हामी सबैको नियति उस्तै, जे होस् रमाइलो गर्दै हिँड्दैछौँ। हामी लगभग त्यो ट्र्याक्टरबाट ओर्लिएर 1-1.5 घन्टा हिँडिसकेपछि चाहिँ अब चाहिँ एउटा प्रवेशद्वार आयो। यसले चाहिँ पर्यटकीय क्षेत्र टक्सेरामा यहाँहरूलाई स्वागत छ भनेर लेखेको छ। अझै धेरै तल झर्नै छ। अब यहाँबाट लगभग 2 घन्टा, 1.5 घन्टा 2 घन्टा ओह्रालो जानु छ। गलियो निकै, यतापट्टि राम्रो पाटन छ, हिँड्न चाहिँ साह्रै मजा आउने, धन्न हिँड्न पाइएछ भने जस्तो चाहिँ अनुभव भइरहेछ। जे होस् चुनावी माहौलले गर्दाखेरि हिँड्ने मौका जुर्यो गाडी नभेटेको कारणले, एकदमै रमाइलो भइरहेछ। भाइ हुनुहुन्छ हामीसँग टक्सेराकै, भाइको नाम चाहिँ प्रकाश घरदी मगर, प्रकाश बुढा मगर हुनुहुन्छ। उहाँको चाहिँ सेरा भन्ने गाउँ रहेछ। वास्तवमा टक र सेरा 2टा गाउँ रहेछ। सेराको भाइ चाहिँ हामीसँग हुनुहुन्छ। मजा आइरहेछ, धेरै रमाइलो छ। हो टक, हजुर टक सेरा त्यही टक हो। सेरा चाहिँ यता हो, सेरा देखिँदैन, पाची गाउँ। अब हामीलाई हिँडेर 2 घन्टा ढिलो हिँड्दा, हेर्दा चाहिँ त्यहीँ देखिन्छ है कति टाढा छ अझै। तर साह्रै सुन्दर ठाउँ हो है। आम्मामा पहाडहरू हेरौँ न कस्तो सुन्दर देखिने। जिउ गलेको पक्का छ, तर मजा धेरै छ। जोस बढाइदिने सुन्दरता, आँखा जति हेरे पनि अगाउँदैन। पहाडी भित्तामा बाख्राहरू चरिरहेका, निकै सङ्ख्यामा छन् बाख्राहरू, छरिएर चरिरहेका। तल खोजमा नदी छ, उत्तरगङ्गा नदी देखिँदैन अहिले चाहिँ, तर सर्वसाधारणले त्यसलाई सानी भेरी नै भनेको पनि पाइयो। पारीपट्टि टक्क गाउँ, गाईबस्तु चराउन आउनु भएको स्थानीयहरू। सर्टकट जाने भएर यता आइयो, 2 जना पानी खान ढिलो गरियो। अब हाम्रो 2 जना लक्ष्मी सरहरूको साथी सर्टकट हानेरै आएको, तर कुन सर्टकट यहाँ फेरि धेरैवटा सर्टकट। सानो एउटा घर छ कहाँ, ओ तल तल, ओ कता हो, कहाँनिर यहाँ भेट्यो, यहाँ हिँड्दै रहेछ नि यार। आमामामा
त्यता यताबाट भेट्दैन